तपाईहरुलाई स्वागत छ। आज म एउटा कुरा के भन्न गइरहेको छु भनेदेखि पैसा। पैसा भनेको के लाग्छ हजुरलाई? पैसा कमाउनु ठुलो कुरा हो त? के साच्चीकै पैसा कमाउनु ठुलो कुरा हो? कमेन्ट गर्नुस् है। के तपाई पैसा कमाउन चाहनुहुन्छ? कमेन्ट गर्नुस् है। के तपाई पैसा कमाउन चाहनुहुन्छ कि इज्जत मान मर्यादा कमाउन चाहनुहुन्छ प्रतिष्ठाहरु? कमेन्ट गर्नुस् है त। पैसा कमाउनु एकदम ठुलो कुरा हो नि है। जिन्दगीमा पैसा बिना केही पनि हुँदैन। हामी पैसा भएन भनेदेखि भोकभोकै मर्नुपर्छ। न लगाउन पाउँछौं न बस्नलाई राम्रोसँग पाउँछौं हैन। तर पैसा नै सबै भन्दा ठुलो खुशी हो त। पैसाले सधैँ खुशी बनाउँछ त। एकदमै नि पैसाले खुशी पनि बनाउँछ दुखी पनि बनाउँछ हैन। हरेक कुराको पोजिटिभ र नेगेटिभ पाटो भए जस्तै पैसाको पनि पोजिटिभ नेगेटिभ पाटो भने अवश्यै रहेको छ। अनि आज एउटा कुरा भन्न गइरहेको छु मैले हैन। त्यो कुरा चाहिँ रहेको छ पैसा कमाउन ठुलो कुरा हो कि पैसा बचाउन? तपाईलाई के लाग्छ? जति जना पनि भिडियो हेर्दै हुनुहुन्छ हजुरहरु कमेन्ट गर्नुस् है। पैसा कमाउनु ठुलो कुरा हो या त पैसा बचाउनु ठुलो कुरा हो? एउटा उदाहरण दिन गइरहेको छु। मानम ए भन्ने व्यक्तिले महिनाको 1 लाख कमाउँछ। वाउ 1 लाख रुपैयाँ पैसा कमाउँछ खतरा मान्छौ नि। बी भन्ने व्यक्तिले महिनाको 60,000 कमाउँछ। ए भन्दा त बी ले थोरै पैसा कमाइराछ नि। तर तपाईलाई यो दुईटा बीच कसले एकदम पैसा कमाइरा जस्तो लाग्छ? अवश्य ए हो नि हैन। तर यहाँ अर्को कुरा जोडिन्छ। ए भन्ने व्यक्तिले 1 लाख रुपैयाँ कमाएर 1 लाख रुपैयाँ खर्च गर्छ, सबै सकाउँछ। बी भन्ने व्यक्तिले 60,000 कमाएर 50,000 खर्च गरेर 10,000 चाहिँ सेभिङ गर्छ। ल भन्नुस् यहाँ पैसा ए र बी मध्ये कसले धेरै कमाउँछ? कोसँग धेरै पैसा हुन्छ? अवश्य पनि ए सँग हो नि हैन। तर दिमाग घुमाएर सोच्नुस् ए हैन बी सँग हुन्छ। किनकि उसले 60,000 कमाए पनि 50,000 खर्च गरेर 10,000 सेभिङ गरेछ। ए भन्ने व्यक्तिले चाहिँ 1 लाख कमाएर 1 लाख खर्च गरेछ। उसँग रह्यो पैसा जेरो। उसले 1 लाख कमाए पनि उसको भ्यालु उसँग भएको पैसा त जेरो हो नि हैन। त्यसै कारणले गर्दा पैसा कमाउनु ठुलो कुरा हैन। पैसालाई बचाउनु, पैसाको भ्यालु चिन्नु, महत्त्वलाई चिन्नु ठुलो कुरा हो। यसैले हामीले जति पनि एकदम दुःख परिश्रम मेहनत गर्छौं हैन त्यसको 10% मात्र आफ्नो लागि परिवारका लागि भविष्यका लागि छुट्याऊ। के थाहा भोलि कस्तो दिन आउन सक्छ? न तपाईले देखेको छ न मैले देखेको छु। यसैले पैसा कमाउनु मात्र ठुलो कुरा नभएर पैसालाई सही सदुपयोग गरी आफ्नो भविष्यका लागि र आफ्नो परिवारका लागि सोच्नु पनि ठुलो कुरा हो जस्तो लाग्छ। पैसाले हैन आरामदायी सुखी जीवन त देला हैन। तर खुशी भने पक्कै सबैलाई नमिल्न पनि सक्छ। यसैले पैसा के हो बुझ्नै सकिरहेको छैन। नभई पनि नहुने भए पनि नहुने। छैन त एकदमै धेरै चाहना हुन्छ, छ त पनि खुशी मिल्दैन हैन त। एकदम मुस्किल छ नि है। मैले के बुझ्न सकुला र हैन यस्तो कुराहरु। तै पनि हजुरहरुले लास्टसम्म भिडियो हेर्दिनु भयो। थ्यांक यू सो मच। कमेन्ट गर्नुस् है त हजुरलाई के लाग्छ?